दामी भ्यू देखेको। यो चाहिँ सलङदाङ हो सिक्किम, यता चाहिँ बङ्गाल। होइन गर्ने भयो नानी उयो हेर छ्यामालाई लु 1 महिना 1 हप्ताको नानी हेर्नु है लु कति मोटो सुतेको हेर्नु नि दुध खाइवरी उता हाम्रो दादा यहाँ जानुहुँदैछ। गरम हामीले तल गाडी राखेर उकालो हिँडेको कस्तो घाम लागिराखेको छ। है है ए मौसम ऐसा है सुहाना है मकैबारी पनि मकैहरू ल है त्यो गर्दिउँ भने गर्छु नि हो दादा भइगयो बस्छु के खानु भएको तपाईँ? चिप्स दामी बनाइदिएको छ नि चिप्स दामी छ जसमा त्यसले नुनपर्छ या आई मुन्नी कसको कुकुर हौ सुँगुर हेर्नु गएको हामी चाहिँ कुन यो राम्रो छ त खाने तर त्यो त खानु लानु पर्छ होला यसका सुँगुर यो त के भने नि क्यान्सरको बिमार जातिन्छ यो दुईटा यहाँ छ। यसको पैसा यहाँ लडिराखेको छ है दुईटा यहाँ ठुल्ठुलो अनि यहाँ दुईटा के को बोट अरे यो चाहिँ होइन यो के को बोट अरे ए हो क्यान्सरको दबाई अरे यो तपाईँ चिन्छ? मैले त चिन्नु सकिनँ ल त राम्रो हेरेँ त दबाई हुन्छ अरे पुष्पा दिदीले बोट लाने भनेर भन्दैछ। बच्चा निकालिदिँदैछ यसले पुष्पा दिदी लान्छ अरे ठुलो पो रहेछ त अनि बाच्चा अलिक माटोसँगै निकाल्दै अलिक माटोसँग लगाइदे ए ल हुन्छ फल्नु आँटेको रहेछ अरे पुष्पीले फुलाइहाल्छ अब छतमा रोपेर तपाईँलाई यो चाहिँ है ठुलो दबाई रहेछ नि त क्यान्सरको दबाई रहेछ त्यही भएर सास अक्सिजन अक्सिजन अलिकति पुष्पा दिदीको रिस बनाइदिँदैछु हेलिपेडमा म चाहिँ यसरी नाच्दैछु खै ल्याउनु यसरी नै बनाउनु होइन तपाईँ देख्छ यहाँ यो हेरेर नाच्नुहुन्छ होइन नि यसरी नै ए एकछिन ल ल टाइमर लगाएको छु मैले अलिक अगाडि आउनु राम्ररी निकाल्नु पर्यो नि त अनि मैले अक्ली निकाल्नु पर्यो टाइमर लगाएको छ तपाईँले लु मैले गरेँ है एकछिन म अलिकति अगाडि आउनु पर्यो ल 1 2 देउरालीको चिसो चिसो हावाले मोरी तिमीलाई आँखा लाको साराले कहिले काहीँ मोतिर नि बाटो मोड है गाउँले केटी त्यति हो
घडीको चिसो चिसो त्यति थियो त हेर्नु त हामी चाहिँ यहाँनिर हेलिप्याडमा रिल्स बनाउँदैछौँ पुष्पा दिदीले पनि बनायो मैले पनि बनाएँ म पनि नाचेँ म कहिले ननाच्ने मान्छे पनि नाचेँ भन्नु पनि भएको छैन रिल्स बनाएको हामीलाई पानीले भेट्यो अलिअलि भिजौँ पनि हामी पुष्पा दिदी यता हेर्नुहोस् भिज्यो नि है भिडियो रिल्स बनाएर है ढिलो भयो नि त आज है हामीलाई हल्का भिज्यो यहाँ चाहिँ अहिले है पानी परेर बसिरहेको छौँ एकछिन बसेको छौँ पुगिने हो पुगिहालिन्छ पानी मात्रै रोकोस् न है पानी रोकेर जाउँ न है पुगिहाल्छौँ हामी तर रात पऱ्यो नि अलिकति तिमी चाहिँ अलिकति जोड भिजेछौ है मेरो यो सेतो भएर अलिकति बेसी फेरि केस पनि अलिक निकै भिजेको है केस पनि भिजेछौ कोही बात नै कोही बात नै मेमोरी हुन्छ यो दिन फेरि आउँदैन नि हामी दुईजना भिज्दै स्कुटीमा टन है रात पऱ्यो है रात पऱ्यो पानी रोक्यो अब हामी जाने भिज्नु हुँदैन किनभने हामी चाहिँ नानीको आमाहरू हो बिमार भयो भने आफै दुःख पाउँछ हो त्यही भएर हामी चाहिँ ओट लाग्यौँ झन्डै रात पर्नु आँट्यो है पुष्पदी जाउँ है अब हाम्रो घोडा पुस्नु पर्यो छैन लु पुस्नुहोस् अलिअलि छ भने पुस्ने रुमाल दामी छ हामी चाहिँ गएको अब रात पर्नु आँट्यो ल बाई बाई गरिदिनु त पुष्पा दिदी बाई बाई